यदि रिलेसनमा हुनुहुन्छ भने यो कुरा बुझ्नु है। सुन्नुस् है, यस्तो कुरा कसैले पनि सिकाउँदैन। हेर्नुस्, कोही मान्छे जतिसुकै व्यस्त किन नहोस्, हैन? यदि उसलाई तपाईमा इन्ट्रेस्ट छ, तपाईप्रति फिलिङ छ, उसको मनमा माया छ भने नि उसले जसरी पनि समय निकाल्छ के, हैन? मलाई कतिले एसएमएस गरेर सोध्ने गर्नुहुन्छ, हैन? उनीहरूको लागि पनि यो भिडियो हो है। अनि अब यदि मनै छैन, इग्नोर गर्ने भन्दा पनि टोटली इग्नोर गर्ने भने हैन, तर विचार गर्दैछ भने नि दिनभरि फुर्सद भए पनि म बिजी छु भन्दै बहाना बनाउँछ के, बुझ्नुभयो? ल तपाईँ आफै विचार गर्नु न, यसो सोच्नु न, सम्बन्धको सुरुमा त्यही मान्छे तपाईसँग बोल्न कति मरिहत्ते गर्थ्यो है, हैन? बिहान गुड मर्निङको मेसेज, खाजा खाने टाइम, खाना खाने टाइम, सुत्ने टाइम, हैन? एनी टाइम के। तर आज त्यो एक्साइटमेन्ट कता हरायो कता, हैन? कतै तपाईले नै अन्जानमा गल्ती पो गरिरहनु भएको त छैन? यदि तपाईँ आफ्नो सम्बन्ध जोगाउन चाहनुहुन्छ भने यी कुराहरू बुझ्नै पर्छ है त। पहिलो कुरा नि, धेरै चेपारे नघस्नु के भन्नाले मनभित्रको कुरा खोल्दै नखोल्नुहोस्, हैन? तिमी बिना त म बाँच्नै सक्दिन, तिमी नै मेरो सबथोक हौ भन्दै पछि लाग्नुभयो भने त उनीहरूको इन्ट्रेस्ट नै मर्छ नि। मान्छेको स्वभाव नै यस्तै हुन्छ, हैन? जुन कुरा पाउन अलिकति मेहनत गर्नुपर्छ नि त्यसकै पो कदर हुन्छ त। सबै कुरा सजिलै थालमा पस्केर दिनुभयो भने त भ्यालु नै रहँदैन नि। दोस्रो कुरा, अलिकति अनप्रेडिक्टेबल पनि बन्नुपर्छ है। उनीहरूले जे सोचेका छन् ठ्याक्कै त्यही मात्र नगर्नुस् न। सधैँ एउटै रुटिन, उही कुरा, यस्तो भयो भने त सम्बन्ध बोरिङ भइहाल्छ नि। आफूमा केही नयाँपन ल्याउनुस् ताकि उनीहरूलाई लागोस्, ओहो यो मान्छेमा त अझै धेरै कुरा जान्न बाँकी रहेछ। रहस्य कायम राख्नुस् न। र अन्त्यमा, सम्बन्ध भनेको सुखमा मात्र होइन दुःखमा पनि साथ दिनु हो नि त। जब उनीहरू समस्यामा हुन्छन्, रिसाउनुको साटो म छु नि चिन्ता नगर न भनेर आड दिनु हो। यस्तो गर्दा पो विश्वास र माया गाढा हुन्छ, हैन र? यति कुरामा ध्यान दिनुभयो भने नि साथी, कसैले तपाईलाई छोड्ने त परै जाओस्, छोड्ने कुरा सोच्न पनि सक्दैनन्। आफैलाई इन्ट्रेस्टिङ र बलियो बनाउनुस्, मान्छे आफै तपाईतिर तानिन्छन्। ल यति कुरा सुनिरहनु भएको छ भने कमेन्टमा आफ्नो पार्टनरलाई मेन्सन नगरे पनि सुटुक्क इनबक्समा शेयर गरिदिनु न है। जे भए पनि उसले पनि सिक्ने र जान्ने मौका पाउँछ। कस्तो लाग्यो मेरो विचार? कमेन्ट गर्नु ल। अनि मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु ल, किनकि म यस्तै माया पिरिमको कुरा गरिरहन्छु के।